आज हामी माइक्रोसफ्ट वर्डमा फर्म कसरी क्रिएट गर्ने र त्यसको कसरी प्रयोग गर्ने सोको छलफल गर्न गइरहेका छौँ। योभन्दा अगाडि हामीले अघिल्लो भिडियोमा यो फर्म फिल्ड भन्ने कमान्ड, फर्म भन्ने ग्रुप क्रिएट गरेर यो इन्सर्ट भन्ने ट्याबमा हामीले कसरी राखिन्छ त्यो हेरेका थियौँ। अब हामी यही कमान्डको प्रयोगबाट एउटा साधारण फर्म क्रिएट गरेर हेरौँ। त्यसको लागि सबभन्दा पहिला मैले नेम टाइप गरेँ। त्यस पछाडि यो फर्म फिल्ड भन्ने बटनमा क्लिक गर्छु र यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ यहाँ तीनटा टाइप छन् फिल्डका। तीमध्ये म यहाँ टेक्स्ट चुज गर्छु र ओकेमा क्लिक गर्ने। त्यस पछाडि एन्टर प्रेस गरेर मैले फेरि अर्को एड्रेस, त्यसको लागि पनि फेरि यही बटनमा क्लिक गर्ने र अब यो पटक चाहिँ म यीमध्ये ड्रप डाउन फिल्ड चुज गर्छु र त्यसको लागि म अप्सनमा पनि क्लिक गर्छु र यो ड्रप डाउन भन्ने बित्तिकै यहाँ तपाईहरुले केही लिस्टहरु राख्नुपर्ने हुन्छ। जस्तै अब यहाँ एड्रेस भनेर यहाँ केही अप्सनहरु हामीले दिनुपर्ने हुन्छ। त्यसको लागि अब सबभन्दा पहिला हामी काठमाडौँ टाइप गरौँ, एड, त्यस पछाडि भक्तपुर एड र ललितपुर एड गरौँ। त्यति गरिसकेपछि अब ओकेमा क्लिक गर्ने र अर्को फेरि कोर्सेस, माइक्रोसफ्ट विन्डोज। अब मैले फेरि फर्म फिल्डमा क्लिक गर्छु र यहाँबाट यो चेक बक्स भन्ने फिल्ड मैले चुज गरेँ र यसमा चाहिँ हामीले टिक लगाउन सक्छौँ पछि फर्म भर्ने बेलामा। र त्यसपछि फेरि ओकेमा क्लिक गर्ने। फेरि अर्को माइक्रोसफ्ट अफिस, फेरि चेक बक्स, ओके। अहिलेलाई हामी यति नै कुराहरू राखौँ यस डकुमेन्टमा। अब यो हामीले फर्म त क्रिएट गर्यौं। अब यसलाई हामीले जसको लागि हामीले फर्म क्रिएट गरेका छौँ उहाँहरूले यो फर्मलाई कसरी भर्नुहुन्छ त, त्यसको लागि हामीले यो डकुमेन्टलाई केही रिस्ट्रिक्सनहरु दिनुपर्ने हुन्छ र यो फर्म भर्ने मान्छेले फर्म फिल्डमा बाहेक अरु ठाउँमा यसलाई कुनै पनि किसिमको चेन्जेसहरु अथवा एडिट गर्न नमिल्ने किसिमको बनाउनु पर्ने हुन्छ। र त्यसको लागि म अब यहाँ रिभ्यू भन्ने ट्याबमा गइरहेको छु। रिभ्यू भन्ने ट्याबमा तपाईले देख्न सक्नुहुनेछ यहाँ रिस्ट्रिक्ट एडिटिङ। यहाँ हेर्नुस्, यो पहिला हामीले फर्म क्रिएट गर्यौं, यसमा चाहिने कम्पोनेन्टहरु राख्यौं, त्यसपछि रिभ्यू भन्ने ट्याबमा गयौं र रिस्ट्रिक्ट एडिटिङमा गयौं। त्यसपछि यहाँ हेर्न सक्नुहुनेछ तपाईहरुले यो रिस्ट्रिक्ट एडिटिङ प्यानलमा एडिटिङ रिस्ट्रिक्सन, यो चेक बक्सलाई टिक लगाइदिउँ र यसमा भएका अप्सन मध्ये अब हामीले प्रयोग गर्ने अप्सन भनेको फिलिङ इन फर्म्स है। यसको मतलब के हो त भन्दाखेरि यो जुन हामीले डकुमेन्ट क्रिएट गरेका छौं यहाँ यो फर्ममा केही फिल गर्ने काम बाहेक अरु कुनै पनि किसिमको एडिटिङ सम्बन्धी कामलाई हामीले रिस्ट्रिक्ट गरेका छौं अथवा यो डकुमेन्टलाई हामीले प्रोटेक्ट गरेका छौं। अब यो फिलिङ इन फर्म्स चुज गरिसकेपछि अब हामी यो यस स्टार्ट इन्फोर्सिङ प्रोटेक्सन भन्ने बटनमा क्लिक गर्ने र यहाँ तपाईहरुलाई पासवर्ड माग्छ। अब तपाईहरुले यसलाई फेरि पहिलाकै फर्ममा लिएर आउने अथवा एडिट गर्न मिल्ने बनाउने हो भने पछि तपाईले अहिले राख्नु भएको पासवर्ड त्यस बेलामा राख्नु पर्ने हुन्छ। अहिले मैले एउटा कुनै पासवर्ड सेट गरेँ। माथि जुन पासवर्ड राखिएको छ तल पनि त्यही पासवर्ड राख्नु होला, ओके। त्यसपछि अब यो डकुमेन्टमा हामीले प्रोटेक्सन पनि राखिसक्यौं। अब यसलाई हामी सेभ गरौँ, फाइल, सेभ, ओके, कुनै ठाउँमा सेभ गरौँ। मैले नाम दिएँ फर्म टेस्ट,
सेभ। अब फेरि हामीले जुन सेभ गरेर मैले बन्द गरेँ त्यो डकुमेन्टलाई अब एकचोटि खोलेर हेरौँ। अब यो जुन प्रोटेक्टेड भ्यू देख्नुहुन्छ यहाँनिर जुन हामीले अहिलेको जुन डकुमेन्ट हामीले खोल्यौँ त्यसमा तपाईँहरूले जम्मा यहाँ तीनटा यहाँ ट्याबहरू मात्र देख्न सक्नुहुनेछ र यसमा अहिले तपाईँहरूले यहाँ कोसिस गर्नुहोस्, यहाँ केही पनि लेख्न मिल्दैन, यो प्रोटेक्टेड भ्यूमा छ। र अब यो फर्म भर्नु पर्यो भने अब हामी के गर्ने त भने त्यसको लागि अब हामी भ्यूमा जाने र यहाँ एडिट डकुमेन्ट छ, यो एडिट डकुमेन्टमा क्लिक गर्नुपर्ने हुन्छ। र यहाँ तपाईँहरूले अघि नै हामीले जुन किसिमको प्रोटेक्सन सेटिङ गरेका थियौँ त्यस आधारमा हामीले यो फर्ममा हामीले यो जुन फिल्डहरू छन् त्यो फिल्डमा हामीले टाइप मात्र गर्न सक्छौँ अथवा भर्न मात्र सक्छौँ, अरू केही पनि गर्न हामी सक्दैनौँ। जस्तै मैले यहाँ हेर्नुहोस्, यहाँ नेम, यहाँ मैले केही लेख्ने कोसिस गरिरहेको छु, यहाँ केही पनि हुँदैन। यहाँ मैले राइट क्लिक गरेर कपी, केही सेलेक्सन पनि केही पनि हुँदैन मैले, तर यो फर्ममा भएको जुन फिल्डहरू छ त्यहाँ चाहिँ मैले मेरो आफ्नो डाटाहरू चाहिँ राख्न सक्छु। त्यसगरी मैले नाम राखेँ, एड्रेस, अघि हामीले जुन ड्रप डाउन लिस्ट बक्समा हामीले जुन तीनटा ठाउँका नामहरू लेखेका थियौँ र त्यही मध्ये तपाईँहरूले चुज गर्न सक्नुहुनेछ। र त्यस्तै गरी यो चाहिँ चेक बक्स भयो, यो दुईटै तपाईँले चुज पनि गर्न सक्नुहुनेछ र कुनै एउटा मात्र चुज गर्न पनि सक्नुहुनेछ। सो यसरी चाहिँ हामीले यो फर्म हामीले क्रिएट गर्यौँ र तपाईँहरूलाई मैले कसरी रिस्ट्रिक्ट गर्ने र कसरी फर्ममा भएका कम्पोनेन्टमा मात्र डाटा राख्न मिल्ने बनाउने सो कुरा देखाएँ। र त्यस पछाडि अन्त्यमा अब यही जुन फाइल छ त्यसलाई अघि हामीले जुन प्रोटेक्सन गरेका थियौँ त्यसलाई फेरि पहिलाकै फर्ममा अथवा तपाईँहरूलाई केही प्लस अरू केही कुराहरू थप्नु पर्यो यस डकुमेन्टमा भने कसरी गर्ने त भन्दाखेरि फेरि रिभ्यूमा जाने, रिस्ट्रिक्ट एडिटिङ, र यहाँ तपाईँहरूले स्टप प्रोटेक्सन गर्न सक्नुहुनेछ। त्यसमा क्लिक गर्नुहोस् र अघि तपाईँले राखेको पासवर्ड माग्छ, पासवर्ड दिनुहोस्, ओके गर्नुहोस्। अब तपाईँले यसमा अरू कुराहरू पनि थप्न सक्नुहुनेछ। धन्यवाद।